धमक वडा नम्बर 4 बाराकोटीको घरमा लागेको आगो आशंकाको घेरामा सबैलाई सहयोग गर्न आग्रह। पीडित परिवारले प्रहरीसँग माग्यो सूक्ष्म अनुसन्धान। झापाको दमक नगरपालिका 4 जनचेतना टोलमा भएको आगजनीको घटनालाई लिएर पीडित परिवारले चोरीपछि नियोजित रूपमा आगो लगाइएको आशंका गरेका छन्। सुरुमा विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिए पनि घरभित्रका सामान बाहिर छरिएको र ढोकाको चुकुल ह्यान्डलसहित बाहिर फालिएको भेटिएपछि घटना शङ्कास्पद भएको भीमा बाराकोटीले बताइन्। मेरो चाहिँ शनिबार राति घरमा आगो लागि भयो हैन। अब झट्ट हेर्दाखेरि अब विद्युत सर्ट भएर लागेको कि भन्ने जस्तो देखिन्थ्यो। तर अहिले त्यहाँ यसो विचार गर्दाखेरि मैले विद्युतबाट पनि खासै हो जस्तो त्यहाँ गेस गर्नु भएन। उहाँ अरू ठुलो मान्छेले हेर्दाखेरि अनि अब अरू कुराहरू धेरै कुरा हेर्दा पनि चोरी पहिली गरेर अनि पछिल्लोसम्म चाहिँ आगो लगाइदिएको कि जस्तो देखियो हेर्दाखेरि घटना। अब घर पूर्ण रूपमा क्षति भएको छ। घरभित्रका माल सामान धन सम्पत्ति आफ्नो भएको सबै अन्नबालीहरू सम्पूर्ण रूपमा क्षति भएको छ। त्यसमा एउटा मेरो ढोकामा लगाएको ह्यान्डल चाहिँ सकुशल भेटिएको छ। त्यसमा म शनिबार राति मेरो बाबुको अपरेसन भएको कारणले गर्दा म हस्पिटल बसाइमा सानो नानी पनि लिएर म गएँ हस्पिटल बस्नको लागि। मेरो घरमा कोही हुनुहुन्न थियो। राति मध्यरातमा आगो दन्केर सबै सकिसक्दा मात्रै थाहा पाउनु भएछ छिमेकीहरूले पनि मलाई खबर गर्दा त्यस्तो भइरहेछ। अब यहाँ नगरपालिका कहाँ हुनुहुन्थ्यो त्यो दिन? म हस्पिटलमा थिएँ त्यो दिन। मेरो बाबुको अपरेसन भएर हस्पिटल बसेको थिएँ म। अनि अब कतैबाट केही सहयोग गर्नुहुन्छ कि यहाँ। अनि अहिले अब शनिबार भनेपछि त निकै दिन भइसक्यो। अहिलेसम्म कहीँबाट सहयोग जुटिएको छ छैन? अलिअलि अब वडाबाट गर्नुभएको छ। मेरो केही पूर्ण रूपमा नै क्षति भएर मैले एक जोडी मेरो लगाएको कपडा केही बचाउन सकिएन। मेरो एउटा घरमा भएको एउटा गाई पनि अब एकपट्टि डढिरहेछ होइन। अब सकुशल आफै मान्छे चाहिँ बचेको छ। अब त्यही भएर नगरपालिकाबाट अलिकति मेयर साहबसँग यहाँ निवेदन पेश गर्न लागिरहेको थिएँ। भनेपछि तपाईँको आशंका अनुसार चाहिँ ढोका फोडेर सामानहरू लगेर अनि आगो लाग्यो भन्ने आशंका भयो? हजुर। अब मैले दोस्रो घरबाट मेरो विद्युत सर्ट भएको थियो भने त दोस्रो घरलाई पनि क्षति हुन्थ्यो नि त होइन। दोस्रो घरको विद्युतहरू एकदम ठिक छ, केही छैन, सटेका छन्, अरू सटेका छन्, घरहरू पनि सटेका छन्। तर विद्युत मैले जुन घरमा लगेको छु मैले प्रयोग गरेको थिएँ त्यो घरमा चाहिँ कुनै क्षति भएको छैन विद्युतको कारणले गर्दा। मेरो घर चाहिँ पूर्ण रूपमा नष्ट भएको छ र सबै सामानहरू नष्ट भएका छन्। अनि अब अलिक सरसरी हेर्दा मैले अलिक पछिल्लो समयमा यो भेट्यो क्या मेरो घरको मेन ठुलो चाहिँ। मैले यो घरमा चाबी लगाएर मैले चाबी राखेर हिँडेको थिएँ। सबै सम्पूर्ण रूपमा नष्ट हुँदा यो किन नष्ट भएन त? सबै त यहाँ मैले अनि मलाई शङ्का लागेर त्यसमा सम्बन्धित निकायले मजाले राम्रोसँग छानबिन गरेर हामी एकदम असुरक्षित भयौँ क्या। चोरीका घटनाहरू त बढिरहेका थिए हाम्रो गाउँमा होइन। हाम्रो जनचेतना टोल पर्छ। चोरीका घटना हुँदा सँगसँगै अब त यहाँ त ठुलो जनधनको क्षति नै हुन्छ भनेर डराउनु पऱ्यो नि त। हामी असुरक्षित भयौँ नि त। हामी महिला बालबच्चासित कसरी बस्ने त यस्तो भएपछि त? सम्बन्धित निकायले चाहिँ ध्यान पुगोस् क्या यो विषयमा चाहिँ छानबिन होस् राम्रोसँगले भनेर म यहाँ सम्पूर्णलाई आफ्नो अनुरोध गर्न आइरहेको थिएँ। तपाईँले प्रहरीमा रिपोर्ट गर्नुभयो? म प्रहरीमा रिपोर्ट गर्छु। प्रहरीले पनि हेर्नुभयो, अनुसन्धान गर्नुभएको छ। म यो लिएर गएर म प्रहरीको समक्ष पनि म रिपोर्ट गरेर अनुसन्धानको माग गर्छु। अनि प्रहरीको अस्तिको अनुसन्धानले के देखायो? कति क्षति भयो के भन्छ? क्षति मेरो सम्पूर्ण रूपमा क्षति भइरहेछ। क्षति मेरो अब 8-10 लाखको क्षति भयो। सामान्य कुरा हुँदा पनि 8-10 लाख। हजुर। अनि त्यसमा यो अब मैले आज हिजो मैले बेलुका भेटेँ नि त। यो बेलुकाको समय भेटेँ। अब अहिले यो चाहिँ कहाँ फ्याँकेको थियो बाहिर? यो बाहिर फ्यालेको रहेछ। त्यहाँ भित्र सामानहरू हामीले हेर्दाखेरि केही भेटिन्छ कि भनेर हेर्दाखेरि अरू बच्चाहरूलाई यो ल्याउनु भयो क्या। यसरी ल्याउनु हुँदाखेरि हामीले यो हेऱ्यौँ यो त सकुशल छ नि त। यो सकुशल हुँदा हामीलाई शङ्का लागेर हामी निवेदन पेश गर्छौँ अब प्रहरीलाई पनि त्यसको विषयमा। भित्रका सामानहरू अरू तपाईँको बहुमूल्य सामानहरू जलेका त्यहाँ भएका एकदम सबै नष्ट पूर्ण रूपमा खरानी नै भएको छ। क्षति भएको छ। मेरो केही भेटिएन। मेरो बहुमूल्य सामानहरू पनि छैन। आवश्यक सामान कागजातहरू पनि मेरो परिचयहरू पनि केही छैन। जस्तो थालहरू डढेको प्रमाण पनि छैन भन्दै हुन्थ्यो नि त? त्यो पनि छ। मेरो 10-12वटा चरेसको थालहरूमा 2टा जाति भेटिएको छ। 2टा जाति चाहिँ अलिकति कालो भएर डढेर फुटेको अवस्थामा भेटिएको छ। अब 16-17वटा त्यस्तो लोटाहरू आँखोराहरूमा पनि फुटेका टुक्रा 2-3वटा भेटेको छ। अरू केही पनि भेटेको छैन। मेरो गहनाहरू बहुमूल्य सामान सबै केही पनि भेटेको छैन। भनेपछि भित्र फुटाएर भित्र गएर सामानहरू निकालेर अब हाम्रो यसो हाम्रो यो लाटो दिमागले पनि आशंका यस्तो छ त्यस्तै लागिरहेछ। अब त्यसमा अब राम्रोसँग छानबिन गर्नु पर्यो सम्बन्धित निकायले।